अथवा सरिताले चाहिँ कसैसँग यस्तो खालको बाचा बन्धन गरेकी छन् कि छैनन् भन्ने प्रश्न लाग्न सक्छ कि तपाईको चाहिँ त्यस्तो भएको छ कि चाहिँ जन्म मृत्यु र बिहे भनेको त माथिबाटै लेखेर आएको हुन्छ भन्छन्। मेरो दर्शकहरूलाई माया गर्छु, उहाँले मलाई कति माया गर्नुहुन्छ, त्यो पनि त माया हो नि त। सो चाहिँ इनोसेन्ट टाइपको देखिन्छ भन्नुहुन्छ होइन, त्यो हिसाबले मलाई क्यारेक्टर दिनुहुन्छ। तर मलाई चाहिँ कस्तो लाग्छ भने एक्टर भइसकेपछि चाहिँ एउटा मात्र होइन कि डिफ्रेन्ट डिफ्रेन्ट क्यारेक्टर बाँच्न सकिन्छ नि त। हट चाहियो होइन, हट भन्दा पनि गोल्ड भनेकै हट हो नि नै होइन नि, त्यसलाई दुईटा हिसाबले डेफिनेसन त्यसको हुन्छ। हट एन्ड बोल्ड भनेको चाहिँ अलिकति हुन्छ नि त्यो लाइक साहसी अनि हुन्छ नि त्यस्तो पनि हुन्छ क्या। मलाई चाहिँ त्यो टाइपको पनि गर्न मन छ। उहाँहरू छुट्टी नै सक्नुभयो अफिसियल्ली नै, सो आफ्नो आफ्नो गर्दै हुनुहुन्छ। वल्सीसँगको सहकार्य चाहिँ कस्तो छ? वल्सीजी चाहिँ तपाईँको नजरमा कस्तो व्यक्ति? ओके, यतिखेर हामीसँग जुनकिरी यानाकी सरिता ढुङ्गाना हुनुहुन्छ। विशेष गरी उहाँको परिचय जुनकिरी झुटे चलचित्रबाट उहाँको परिचय नै फेरिएको छ। उहाँसँग के विशेष कुराकानी गर्नुहुन्छ? आउनुहोस्, स्वागत गरौँ। यहाँलाई स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? हजुर आरामै छु। जुनकिरी भन्दा चाहिँ कस्तो लाग्छ? जुनकिरी जस्तै। खासमा जुनकिरी कस्तो हुन्छ? जुनकिरी त अब पिलिक पिलिक बत्ती भन्ने। तपाईँ पनि बाल्नुहुन्छ बत्ती? मतलब शिर उज्यालो छैन र मेरो छैन, फेसै उज्यालो होइन, त्यही हो बत्ती भन्ने। यो विशेष गरी तपाईँ सिरियलबाट यति राम्रो हाइप पाइराख्नु भएको छ। झुठीमा तपाईँको बेग्लै खालको चर्चा छ, अहिले कहाँ पुगिरहेको छ? त्यस्तो चर्चा पनि नभन्नु, दर्शकहरूले एकदम माया गरिदिनु भएको छ जुनकिरीलाई होइन। जस माया यथावतै छ, पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ। एकदम खुसी लाग्छ, राम्रो भइरहेछ। सिरियल एकाएक तपाईँको भागमा आउँदैछन् है? जस अब एक्टर हो, एक्टर भएपछि अब काम गरिराख्नुपर्छ, त्यही हो। जस्तो अब बाचा बन्धन नि, पछिल्लो समय बाचा बन्धन यो कस्तो खालको सिरियल हो, कसरी जोडिनु? बाचा बन्धनमा चाहिँ म नेत्र दाईसँग चिनजान थियो। अनि उहाँहरूले चाहिँ कस्तो भने हेमराजजी पनि अब सुरुमा त मैले आयुष दाईलाई देखेको थिइनँ, हेमराजजीलाई पनि देखेको थिइनँ। तर हेमराजजीले चाहिँ कस्तो भने जुठे हेर्नु हुँदो रहेछ, जुनकिरी भनेर हेमराजजीलाई चाहिँ थाहा रहेछ। अनि उहाँले सायद नेत्र दाईले एप्रोच भन्नुभएको थियो होला। अनि नेत्र दाईले चाहिँ जोइन गराइदिनु भयो हामीलाई। अनि हामी भेटिसकेपछि चाहिँ कन्टेन्ट सुनाउनु भयो। अनि मलाई चाहिँ जस्ट पछिल्लो टाइम अब सिरियलहरू चाहिँ एउटै खालको कन्टेन्टमा बनिरहेको थियो नि त। सिरियलहरू पारिवारिक, हुन त यो पनि पारिवारिक नै हो, तर अलिकति फरक कन्टेन्टको लाग्यो। उहाँले सुनाउनु बित्तिकै ठिक छ, मेरो मेरो क्यारेक्टर पनि अलिकति डिफ्रेन्ट रहेछ, कन्टेन्ट पनि अलिकति फरक रहेछ, हुन्छ म गर्छु भनेर। अनि त्यहाँदेखि चाहिँ हाम्रो जर्नी स्टार्ट भएको। जस्तो यो बाचा बन्धन भन्ने बित्तिकै अलिकति माया प्रेमका कुराहरूमा जोडिन्छ यो शब्द विशेष गरी होइन। यो बाचा बन्धन भनेको चाहिँ के हो त खासमा? बाचा बन्धन भनेको त अब सिरियलकै कुरा गर्ने हो भने चाहिँ अब बाचा बन्धन भन्न थाल्यो भने चाहिँ मैले फेरि सबै एपिसोडै खुल्छ। त्यो चाहिँ अहिले नभनौँ, किनभने भर्खर 2 एपिसोड आएको छ होइन। त्यो चाहिँ एपिसोड हेरेरै मजा आउँछ। अब अहिले भन्यो भने त मजा आउँदैन। कस्तो भने अब बाचा बन्धन भनेको चाहिँ अब सुरुमा बाचा गर्ने, अनि त्यही बाचालाई चाहिँ बन्धनमा बाँध्ने, त्यसरी बुझ्छु म चाहिँ। यस्तो धेरैलाई लाग्न सक्छ कि बाचा बन्धन जुनकिरीले चाहिँ अथवा सरिताले चाहिँ कसैसँग यस्तो खालको बाचा बन्धन गरेकी छन् कि छैनन् भन्ने प्रश्न लाग्न सक्छ कि तपाईँको चाहिँ त्यस्तो भएको छ कि चाहिँ? कस्तो भने अब बाचा बन्धन गरेको भए त अब अहिलेसम्म बिहे भइसक्थ्यो होला। अब त्यस्तो छैन। किन त दर्शकले बताउनुहुन्छ नि, किनभने अब बाचा बन्धन मैले गरेको थिएँ भने त अभियसली म बिहे गरिहाल्थेँ नि त। किनभने बाचा गरेर बन्धनमा नबाँधिने कुरा आउँदैन। हुन त अब भाग्यको पनि कुरा हो होइन। अब जन्म मृत्यु र बिहे भनेको त माथिबाटै लेखेर आएको हुन्छ भन्छन्। सो यति सुन्दर अनुहारलाई कसैले विश्वास गरेन नि त? त्यस्तो होइन। अब प्रेम भनेको चाहिँ अब म त्यस्तो धेरै सुन्दर पनि छुइनँ, ठिकै छु होइन। त्यो तपाईँको हेर्ने आँखा सुन्दर होला होइन। कस्तो भने प्रेम भनेको चाहिँ अब कस्तो हुन्छ, फेस हेरेर या त्यसरी हुन्न कि। अब माया भनेको त अब आफै हुने कुरा हो। सो त्यही हो। भनेपछि तपाईँ अहिले माया प्रेममा हुनुहुन्न? छैन।
छु म मेरो फ्यामिलीलाई माया गर्छु होइन मेरो दर्शकहरूलाई माया गर्छु उहाँले मलाई कति माया गर्नुहुन्छ त्यो पनि त माया हो नि त म छु विशेष गरी तपाईँलाई होइन गाउँले भूमिकामा देखिन्छ होइन गाउँले परिवेशको कथामा समेटिन्छ यसमा चाहिँ कस्तो कस्तो यो कुरा चाहिँ कस्तो भन्ने अब यसो हेर्दाखेरि सोझै इनोसेन्ट टाइपको देखिन्छ भन्नुहुन्छ होइन त्यो हिसाबले मलाई क्यारेक्टर दिनुहुन्छ तर मलाई चाहिँ कस्तो लाग्छ भने एक्टर भइसकेपछि चाहिँ एउटा मात्र होइन कि डिफ्रेन्ट क्यारेक्टर बाँच्न सकिन्छ नि त त्यही भएर पनि एक्टर भएको अब कति मलाई गर्न मन लागेको चिजहरू मैले रियल लाइफमा गर्न सकेको हुँदैन त्यो कुरा चाहिँ मलाई क्यारेक्टरमा उतार्न मन लाग्छ कि तर त्यो चाहिँ अलिक भइरहेको छैन भन्नाले अब लुक्स वाइज भन्दा पनि अब एक्टरको चाहिँ कस्तो हुन्छ भने लुक्स चाहिँ हेर्ने अहिले देखिरहेको लुक्स भन्दा पनि लुक्स चाहिँ निकाल्न सकिन्छ क्या डिफ्रेन्ट क्यारेक्टरहरू हुन्छ नि त सो मलाई चाहिँ त्यसरी काम गर्न मन छ अब तपाईँ सोझी मात्रै होइन अलिकति चञ्चले चुलबुली होइन अलिकति रिसा स्वभावको पनि क्यारेक्टर चाहियो रिसा पनि मैले गरिसकेँ तर हुन्छ नि अलिकति बोल्ड टाइपको अलिकति हुन्छ नि त्यो हट चाहियो होइन हट भन्दा पनि भनेकै हट हो नि नै होइन नि त्यसलाई दुईटा हिसाबले डेफिनेसन त्यसको हुन्छ फेरि दर्शकले बुझ्ला नि जुनकिरी अब हैन हट हैन यो फिल्ममा चाहिँ हट भनेर ग्ल्यामरस भन्ने मात्र बुझिन्छ प्राय जस्तो हैन तर हट एन्ड बोल्ड भनेको चाहिँ अलिकति हुन्छ नि त्यो लाइक साहसी अनि हुन्छ नि त्यस्तो पनि हुन्छ क्या मलाई चाहिँ त्यो टाइपको पनि गर्न मन छ अलिकति आफ्नो कुराहरू अलिकति एग्रेसिभ पोजेसिभ अनि कसैले छुन नसक्ने त्यो टाइपको पनि गर्न मन छ क्या अब चाहिँ भने भएन 1 बजीसम्म खै दुध हाल्नु सामान लिएर आउँछ आ दुध दिन किन यसरा खै के गरे घर उठ्यो होला नि त घर उठ्यो अनि थक फोन थकाइलाई राखेर खेतमा हाली लाउँदा न्युनी यस्तो निरा थौरा कस्तो निरा छ बुढो भइसक्यो 35-36 वर्ष भइसक्यो अनि कति 35-36 वर्षदेखि चाहिँ हेर्नु तपाईँ म त भर्कै हो अस्ति भर्को म 55 साल बानी नभएपछि गाह्रो भनेर क्या हाम्रो त्यही हो त्यही हात गरेर मात्रै अर्कालाई भन्नु मात्रै सही हो